हे गाइज वेलकम बैक टू माई च्यानल। आज चाहिँ म मेरी माया सहित 10 जना साथीहरू मिलेर सिडनीदेखि करिब 2.5 घन्टाको यात्रा गरेर यो प्लेसमा क्याम्पिङ जाँदैछौँ। आजको यस क्याम्पिङमा रमाइलो कुरा के छ भने हामी आफैले मोमो बनाएर खाने योजना बनाएका छौँ अनि बारबिक्यूको लागि केही चिकन लिएर जाँदैछौँ। हातमा कसरी आएछ अब भोट त जिन्दगीमा प्लान बी किन आवश्यक छ भन्ने कुरा पनि यो भिडियोमा देख्न सकिन्छ। हामीले जुन क्याम्पिङ स्पट चुज गरेर गएका थियौँ त्यहाँ चाहिँ जुकाको आतंक भइसकेपछि केटी साथीहरू डराइसकेपछि चाहिँ हामी अर्कै ठाउँमा गएर रमाइलो गरेका छौँ। अझ आजको मजाको कुरा भनेको मौसम पनि हो। हिजोदेखि पानी परिरहेकै थियो, आज पनि पानी पर्ने पक्का नै छ। तर पनि हामीले हाम्रो प्लान चेन्ज नगरिकन फुल उत्साहका साथ क्याम्पिङको लागि निस्किँदैछौँ। ल तयार भयो त यस्तो देखिन्छ। हामीले चाहिँ हाम्रो रुमको सामानहरू सबै लोड गरेर हामी सुरज र विपनाको रुमतिर गयौँ। ल रेडी रेडी बस तयार हो। त्यहाँ पुग्दै गर्दा प्रनिसा बहिनी र जय साहब पहिले नै आइसक्नु भएको रहेछ। ल हामी चाहिँ सुरजकोमा आयौँ। यहाँ सामान थप्नु पर्ने छ। के छ हो सुरज यार? आर्यन र केसिका भने न्युक्यासलबाट निस्किसकेका थिए। त्यसपछि हामीले बाँकी सामान पनि लोड गरेर हाम्रो यात्रा सुरु गर्यौँ। हिजो मौसम हेर्दैखेरि अब होइन हेर्दैखेरि चाहिँ अब 80% पानी पर्ने भनेर त्यही चाहिँ अलिक छिट्टा छाट्टी नै परिसक्यो। उहाँ गएर टेन्ट चाहिँ गाड्न पायो हुन्थ्यो भन्नेमै हो। पानी पर्यो पनि भूकम्प आयो भने जाने भनेर तयार भएर हिँडेछ। हिजै मैले राति पानी परेर देखेपछि सोचिसकेको थिएँ भोलि बिजोक रमाइलो हुनेवाला छ। अनि कता निस्किनु बित्तै उडा सुगा जस्तो के यहाँ के किन्न भनेर हामी बसेछौँ। अहिले 1 लटको पानी परेर रोकिछ। यस्तो चिसो देख्न सक्नुहुन्छ। आधी बाटोतिर त हामी आइसक्यौँ। आधी भन्दा नि धेरै कटिसक्यो। अब हामीलाई आधी घन्टा लाग्छ यहाँबाट। च्याट्टसँगले हाम्रो च्याट्टसँग ड्राइभर चेन्ज भयो। ड्राइभर दाइ चेन्ज भइसक्नु भयो। अवस्था अनि ट्याक्क बिस्कुट लियौँ होइन। अलिअलि भोला भन्दै हुन्छ। यो अगाडिबाट यता होला दाइ। अनि मौसमले चाहिँ भनिहालेँ मैले जति अगाडि गयो त्यति इन्ट्रेस्टिङ देखाइरहेको छ होइन। अवस्था चाहिँ बडो रमाइलो होला जस्तो छ। यो बिजोक रमाइलो हुन्छ हो। कहिले घाम कहिले पानी परे अनि बिस्कुट खाएर बसेछन् दिदी र बहिनी। के छ साथी? के छ हौ केसिका? घाँटी सुकी छ। किन? घाँटी दुखी छ। कहाँ हाम्रो ठाउँ? यता अटिन्छ सबै? ए यहाँ खोलो सोलो होइन? माछा मार्ने भनेर बल्छी लिएर आयो अनि त्यो खोला माछा चाहिँ पनि छैन।
हामी चाहिँ यहाँ स्पोर्टमा आइपुग्यौँ। यहाँ आर्यन र केसिका चाहिँ आइसकेका रहन्। हाम्रो भन्दा बाहेक 2टा टेन्ट चाहिँ गाडिसकेका रहेछन् अरूहरूले। हाम्रो लागि यहाँ स्पोर्ट चाहिँ उसले रिजर्भ गरेर राखिसकेका रहेछ। यता पनि छ गाडी, यहाँ थुप्रै रहेछ भनौँ न। हामीले यो बस्ने ठाउँ बिपनाहरू चाहिँ नआइसकेको भएर उनीहरूलाई कुरुन्जेल हामी यता के छ हेर्दै गर्छौँ भनेर हामी अगाडि बढेका छौँ। हेर्दै गर्नु होला। तिमीले त बल्छी लिएका होइन? कहाँ मार्ने त? भोलि होइन यहाँबाट निस्केर गएर अनि माछा मार्ने ठाउँ जाने हो क्या। भने ठिकै छ। उता छ जय छ, पिर नगर्नु, मैले लान्छु। उतापट्टि छ। अब पहिलो चरणमा केटाहरू सबै साथीभाइहरू चाहिँ अब टेन्ट गाड्ने कुरो हो। अहिले ल्याएको ज्याकेट पिर नगर, पिर नगर पुग्दो ल्याएको छु मैले। अब मायाले हुडी ल्याएको छु नि, मैले 2टा ज्याकेट ल्याएको छु। के चाहियो भन्नु? आम्मा कम त ठुलो सर्भर रहन्छ। जुका हो क्या? जुका केही गर्दैन, केही गर्दैन। त्यो देख्ने बित्तिकै त्यस्तो हुन्छ। ल हो त हातै रातो पार्यो त यार। जुका क्या जुका। अघि भेटेर के मार्नु के भन्ने थियो त्यतिखेर? त्यो जुका होइन, अर्को त्यही हो। मैले भेटेको जुका अघि हो क्या? नभए जुकाको टपिक किन निकाल्थ्यौँ हामी त्यहाँ? मैले भेटेको थिएँ, यहाँ निकालेँ अनि मारेन क्या उसले। साथीले के मार्नु बिचरा नेतालाई भनेर ढुङ्गाले छोपेर छोडिदिएको थिएँ। दिदीले पहिलो जुका फेला पार्नु भएको थियो। एकछिन त्रसित भयो सबैजना। त्यसपछि हामी टेन्ट गाड्नतिर लाग्यौँ। हामी चाहिँ टेन्ट भएका गाड्दैछौँ। पानी पनि पर्दैछ। जुकाको तल्का यहाँ मचि नै रहेछ। अब यता छन् मेरा साथीहरू। अब एउटा 2टा टेन्ट तयार भइगयो, एउटा यहाँ रेडी छ। अब यो घुवा छोप्न साथ जय साहब ला आउनु। दाजुभाइले अब यो गरौँ, उता 2तिर गर्नु त। तपाईँले त्यहाँ मिलाउनु, म यहाँ हाल्छु। ठिक त होइन यार, हातमा कसरी आयो जय साहब? टिप्नु त हातमै छ यार। अब छोरी मान्छेहरू त्रसित छन्। जुकाको आतङ्क यहाँ भयङ्कर छ। ज्वाइँलाई नि अहिले डर त लागेको छ। ल ज्वाइँ पनि डराउनु भएको छ। अनि तपाईँ नै डरायो भने बहिनीको के हालत हुन्छ यसो दिइरहेको छु। यत्रो गाडी सकेपछि हामी नभनी भने ल जाउँ गर। ल अब भो त एकछिन खानिदिनु दाइ। यतातिर छ जस्तो क्या डन्ने। यो जाई पनि छ जाई छ। जुकाबाट चाहिँ धेरै नै त्रसित भइसकेपछि चाहिँ भोक पनि लागेको थियो। चटपटे खाउँ यो ठाउँबाट चाहिँ निस्क्यौँ भनेर चटपटे खानातिर लाग्यौँ। जुकाको आतङ्कपछि चटपटे। त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ। त्यहाँ चाहिँ नेटवर्क नभएको कारण हामी अर्को प्लेस खोज्नको लागि असफल थियौँ। माथि डाँडामा आइसकेपछि चाहिँ नेटवर्क भेटाइयो। त्यसपछि हामीले नयाँ स्पोट फेला पार्यौँ अनि त्यतातिर लाग्यौँ। फाइनली हामी दोस्रो स्पोटमा आइसक्यौँ। अब आत्तिएर झन्डै घर पुगे, झन्डै न्यू क्यासल पुगेको थिएन। अब नयाँ स्पोटमा आइयो। जुका छैन। अब यतिको खुसी देखिसक्नु भएपछि अब नयाँ स्पोट भनेको राम्रो ठाउँमा आइपुगेको छ भन्ने बुझ्नुपर्छ। उहाँबाट दौडेर आइन म त के भन्न लाग्यो भने त
अर्को जुका फेला पऱ्यो म खुट्टामा चढ्दा चढ्दै भेटेँ यो खुट्टामा चढ्दा चढ्दै भेटेँ भन्नु चाहिँ भुइँबाटै माहौल रमाइलो बन्दै थियो फेरि आर्यनले अर्को जुका फेला पार्यो कसैलाई नभनिकन दाजुभाइले गुपचुक राख्यौँ र टेन्ट गाड्नतिर फोकस गर्यौँ केटी साथीहरू भने मोमोको किमा तयार गर्दै थिए यो पालि क्याम्पिङमा हामी मोमो ट्राई गर्न लाग्दैछौँ त्यही भएर हामी मोमोको तयारी गर्दैछौँ ल सबै टेन्टहरू चाहिँ गाडी सक्यो अब साँझ पनि पर्दै गयो यस्तो छ माहौल कहिलेकाहीँ जीवनमा यस्तो क्षणहरू आउँछन् जहाँ सबैभन्दा ठुलो खुसी साथीहरूसँग बिताइएको समय हुन्छ यो यात्रा केवल क्याम्पिङ होइन यो हाम्रो मित्रताको हाँसो र एकअर्काको साथको कथा पनि हो क्याम्पिङ जानु भनेको केवल रमाइलो मात्र होइन व्यस्त दैनिकी पढाइ वा कामको तनावबाट टाढा भएर हरियाली जङ्गल खोला नाला हिमाल वा खुल्ला आकाशमुनि बस्दा मन आफै शान्त र ताजा महसुस हुन्छ मैले अनुभव गरेको यस्तो यात्रामा साथीभाइहरूसँगको सम्बन्ध अझ गहिरो हुन्छ किनकि सँगै बसेर बिताएका हरेक पलहरू सम्झन लायकका बन्छन् यात्राका क्रममा साना ठुला चुनौतीहरू पनि आउन सक्छन् जस्तै मौसम परिवर्तन बाटो अलमल्ल वा आवश्यक सामग्रीको कमी तर यिनै चुनौतीलाई साथीभाइसँग मिलेर पार गर्दा छुट्टै मजा आउने रहेछ टेन्टहरू चाहिँ हामीले सेट गरिसक्यौँ अब लास्टमा यहाँ तन्दा हाल्दैछन् यो लास्ट हो अनि हाम्रो सबैको चाहिँ सेट भइसक्यो अब कम हान्ने भएर चाहिँ अलिक गर्नु भएर मैले टी सर्ट खोलिदिएँ होइन भन जुगाको आतङ्कपछि पाकेको मोमो पहिलो लटको मोमो चाहिँ अब खाँदैछौँ हामी यो रातमा फेरि आएर मलाई दिएका छन् अनि यहाँ थपन त यहाँ मैले राखिरहेको छु अब म पहिलो काम चाहिँ हाल्न चाहन्छु अचार पानाको मोमो मसला मोल्ने केसिकाको म भन न मेरो होइन र साथीभाइ मिलेर बनाएका होइन सामान ल्याउने ओर्ने सबैको बस ल दादा र पानाको ल हामी घर गयौँ गाडी स्टार्ट गर साथी गाडी स्टार्ट गर हामी झन् मोमोको ठुलो भाडा लिएर अहिलेको अवस्थामा त गाडी होइन मैले हेलिकप्टर चलाइन्छु अहिलेको अवस्थामा त गाडी होइन मैले हेलिकप्टर चलाइन्छु आज भेटौँ न राम्रो बल्यो है आगो चाहिँ मैले बाले भन्नु न त ए साँच्ची त ल यो आगो चाहिँ मैले बाले म किन जानु म चाहिँ किन जानु पर्यो हो कि नल्लु भएर आगो दाउरा चिनीदेखि लिएर आगो भात चाहिँ मैले बाले है ल बस मेरी बहिनी खुट्टा कहाँ छ तिम्रो अयो बस मेरी बहिनी मात्र होइन मेरी दिदी पनि भन्नु पर्यो मेरी दिदी खुट्टा कहाँ बैना मार्यो मैसजीलाई जलाइ मुटुका बैना मार्यो कलेजीमा झुप्पडी देऊ रुमाल नदेऊ मलाई ल हाय मैले भने त बिजोक रमाइलो हुन्छ भनेर बिजोकै रमाइलो भयो नि साथी के सिका उहाँ एक्लै भयो नि त उही मुला पानी यस्तो तर्के अनि त्यो कुर्सी के हो कुर्सी भोलि पट्याएर भित्र हालिहालौँ न भिजिँदैन मुला कस्तो त्यो पानी हेर्दैनौ अब यो आगो तातो मोमो तताउँदैछु यत्रो तातो आगो उहाँ ऊ बाल ग्यास बलिरहेको के
मोमो खाउँला भनेको ग्यास निभाइदिउँ ननिभाउ नजाउ नभिज साथी ए राति किन भिज्नु पर्यो बित्था ग्यास निभाउँछु ज्ञान निभाउ खिस्कालाई लिएर आऊ बरु एकछिन पानी परेर माहौल तिथर बिथर भयो अब पानी रह्यो मोमो पनि खाँदैछ नि भित्र अनि आगो चाहिँ बलिरहेछ हदै खरायो कहाँ छ र टेन्टको पछाडि 3 जाडो खरायो खानु तपाईँ सुत्या भने होइन खरायोको मासु पोल्ने अन्त उठ्छु ल भाँडो देऊ 2 पिस भन्थ्यो एक भाँडै सक्यो लु तन्को ल दिदी पनि आएछन् ल खाऊ ल दिदी खानु मिठो भएछ नि त यही हो भोक लागेपछि अब बिहान हुँला बरु नसुतौँ त बरु अर्थ धोनी म अझै दाउरा ल्याउँछु बरु यो आगो ताप्नु लु तपाईँ निस्किनु अब आगो ताप्नुपर्छ यो हो नि त तरिका लास्टमा दाइ पनि आइपुगे एमाले होइन घन्टी अहिले त चिसो चाहिँ मिठो रे है चिसो मिठो भयो क्या लास्ट ल सक्नु त पर्यो नि त अयो ल तन्कौ बिहान 6 बजी म चाहिँ उठेर मस्त सुते हामी साथीहरू मलाई निन्दा लागेन म छिटै उठ्थेँ अनि म यहाँ दाउरा खोज्न आउँदैछु यस्तो छ जङ्गल ल यहाँ चाहिँ खासै जीव जन्तुको डर हुँदैन जङ्गलमा मैले चाहिँ यो पाएँ म त्यो त्यसरी छिर्दैछु डर चाहिँ लागिरहेछ ल तर खासै डराउनु पर्ने त्यस्तो त केही हुँदैन साथीहरू त्यतै छन् ल यति चाहिँ पारे आर्यन ओ सोल्ट ल साथीलाई उठाइदिए यता हेर त मलाई के साह्रो घुरेर सुत्या यहाँ भिडियो छ साथी भन्छु वा म तिमीलाई 3 खेप जति उठाउनु गएँ थिएँ होइन होला भिडियो छ क्या सुत्न नसकेर कि होइन अब बिहान अब उठौँ ए बिहान आधी जति चाहिँ काटेर भ्याइयो यो रुख लगभग सबै साथीले काट्यो म त हेरेँ मात्रै अब दाउराको कमी भइसकेपछि अघि एक अवर लोया पनि चिरिपै पारिसक्यो नि बस यो त लामै निस्किन्छ यार पहिले बन्चरो चला थिइनस् भन्ने कमेन्ट आउँछ सानो छ हजुर सानो छ अब यहाँ दाउरा किनेर टुक्राउनको लागि किनेको हो यसै जङ्गल आएर काट्नलाई किनेको होइन बस यो मुड्की मैले यो मुड्कै गिर्दिन्थेँ होला मलाई अलि ठुलो बन्चरो बाबा है प्रोफेसन त अर्कै हो घरको किन जोड्नुपर्छ र पछि हो र ल अब
चाहिँ यो प्रकारको रमाइलो फेरि सुरु हुँदैछ है। सबैजना उठिसकेको अवस्थामा केजिकाले अब यहाँ हाम्रो खाजाको लागि चना तयार गर्दैछन्। अब सबै उठिसकेपछि चाहिँ घाम पनि लागिसक्यो, अल्छीहरू पनि छन् हाम्रो टिममा अल्छीहरू पनि छन्। उड्न नि ढिलो गर्ने केही पनि नगर्ने। अयो तपाईँहरूले उनलाई राम्रोसँग हेर्नुहोस्, उही हो अल्छे केटीमा उही हो। अयो र अहिले चाहिँ यो खालको माहौल हाम्रो यहाँ बन्दैछ, रमाइलो माहौल। रेडी अवस्थामा भन्नाले यस्तो पाएँ खानु पर्यो। अब सबैजना चाहिँ उठिसकेको अवस्थामा कहाँको पानी यस्तो पाएँ। ल यो त पानी नै पर्यो यार। ओ माई गॉड, चिया त केही हुँदैन। टेन्टमा कुदाइहालौँ न। कहाँ गाडीमा खोपिन्छ, कहाँ गाडी फोर्नुहुन्छ। बिहानभरि लाएर पकाइयो, खाने बेला चट्ट पानी परिदिरहेछ। मायालाई नपुगे हो। चिया त्यहीँ छ, अब खाइसकेपछि खाने भने होइन त। ल कस्तो पकाइ भएपछि पर्यो है पनिर। खोइ सुरजले चम्मच भने जस्तो लागेको त। अलि नुन चिरिक्क भयो। म त किन भुइँमा पुगेँ भने त कहिले आओस् गयो साथी। यो खुवाइलाई हामी यो खुवाइलाई के खुवाइ भन्ने साथी हो। क्याम्पिङ खुवाइ भयो नि त यो। यो हो एक्चुअल क्याम्पिङ। भाग हो एक्चुअल क्याम्पिङको भाग सुरजको भागमा आदि मानव को सबै हो कुरा चाहिँ कहिले हुने त। आइल्यान्डरहरू दुईजनाको है यो, मान्छेले साह्रै टाढो गरे खाने। कोही दुईजनाकोमा एउटा पनि छैन साथी, कोही दुईजनाकोमा एउटा छैन। खाएर भ्या होला होइन। अब नै हामी यो सबै निकाल्न लाग्दैछौँ। यसले आफ्नो चाहिँ निकालिसकेको त्यहाँ थियो यो दाइको, अनि सबै गन्थन मन्थन अब यो सबै सरसफाइतिर लागेछन्। अनि टेन्टहरू सबै निकाल्ने आर्यनभित्र निकाल्दैछ। यस्तै चलिरहेको छ। प्याकअप ल अब चाहिँ अलमोस्ट हामीले प्याक गऱ्यौँ होइन भन्नु। के यहाँ के भयो जय साहब, के भयो? अब हाम्रो भेट सिडनीमै हुन्छ। जय साहब हाम्रो भेट त अहिले तिमीभित्रै उही भइहाल्ला नि के छ? हुन्छ कि हुँदैन? हाम्रो सामान छैन तिमीहरूको? तपाईँको सामान चाहिँ हाम्रो सामान चाहिँ तपाईँको। त्यही त, त्यसो भए उहाँ भेट भइहाल्छ। म यहाँ भेट नहुने सुविधा माग्छु, बाँकी भेट ल राम्रोसँग जो ख्याल गर आफ्नो। केही पर्यो भने भन, हाम्रो भेट हुन्छ कि हुँदैन? ल हाम्रो भइहाल्छ। ल अब क्याम्पिङ आजको लागि यति नै, भ्लग पनि यति नै। अब भिडियो देखिहाल्नुभयो कतिको रमाइलो कतिको मजा गरियो भन्ने कुरा। बाँकी भिडियो म अरू भ्लगमा लिएर आइहाल्छु, हेर्दै गर्नु होला मेरो भिडियो। बाबा मेरो बुढीले बनाएको चटपटे, मेरो बुढीले बनाएको मोमो कति राम्रो हो। फेमस छ। टक्कर दिन सक्छ। सयात्री बन्छु भन्थ्यौ, सयमा बिर्सी सक्यौ कि सपनाको महलभित्र तिमी नै छौ राजकुमारी, मेरो माया भेट्दै भयो कि तिमी नै हौ सयात्री बन्छु भन्थ्यौ, सयमा बिर्सी सक्यौ कि आगो के बोले तिम्रो जति बोले महलभित्र तिमी नै छौ राजकुमारी,
मेरो माया बेच्दै भयो कि मन किन तर्साउँछौ रुरुरुरु आउँछौ मन किन तर्साउँछौ रुरुरुरु आउँछौ सकिएर तिमी किन भागी हिँड्छौ मलाई सताउँछौ